3 नम्बर वडापालिका 3 गऱ्यो भन्ने ठाउँ हो। यहाँ चाहिँ यो काम गर्न थालेको चाहिँ कस्तो भयो भने 1 महिनाभन्दा बढी बेसी भइसक्यो सुरु गरेको। यो ठेकदार अब यो ढुङ्गा बिछाउने रोड पहिला अब यो डाउन गर्दै ल्यायो। पहिला चाहिँ अलि ठाडै थियो। अनि यो काम गर्न खोज्ने मान्छेले चाहिँ के गरिरहेछ भने अब भोलि गर्छु पर्सि गर्छु भनेर 1.5 महिना बितिसक्यो। यहाँ हाम्रो जनजीवन कस्तो भइसक्यो भने यो कर्णालीमा बरु खचट हिँड्ने ठाउँ होला, हाम्रो चाहिँ यहाँ मान्छे हिँड्ने बाइक हिँड्ने धरि ठाउँ भएन क्या। अब वैकल्पिक बाटो रोजौँ भने अब 2 घन्टा घुमेर जानुपर्छ माथिबाट हैन। अब हामीले केही ल्यायो ढुवानी गर्नु पर्यो भने डबल गाडी भाडा लाग्यो। त्यसमा कति मार्ग छ किसानले। तरकारी अब 1000 रुपियाँको तरकारी बेच्नलाई 1500 गाडी भाडा दिएर लानुपर्छ भने त्यो हामीले तरकारी खेती गरेको हामीले के फाइदा भयो त हैन। जनतालाई यतिसम्म शास्ति भएको छ कि यो ठाउँको मान्छेलाई। राजधानीको छेउ सदरमुकामको छेउ सदरमुकामबाट समथिङ 20 किलोमिटरको बाटो होला यो। यो ठेकेदारले चाहिँ के भन्नुहुन्छ त? ठेकेदारले चाहिँ के भन्नुहुन्छ? अब खोइ यो काम गर्न खोज्ने हो कि नखोज्ने हो कि के भन्ने हो। अब फोन गरेर सोध्यो भने अब भोलिबाट काम सुरु हुन्छ सर भन्छ। अब भोलि त अब भोलि गइहाल्यो। यो सोलिङ सकेको चाहिँ कति भयो? सोलिङ सकेको तपाईँको कम्ती पनि 15 दिन भइसक्यो। 15 दिन भइसक्यो। 15 दिन भन्दा पनि बेसी। सोलिङ सकेकै भोलिबाटबाट चाहिँ त्यो ढलान गर्न सुरु गर्नुपर्ने हुने हो त के हो त खास? यो गर्नुपर्ने भनेको खोइ अब क वर्गको ठेकदार हो भन्छ। अब काम गर्ने जनशक्ति पाएन भन्छ। अब त्यस्तै मान्छेले अब मिसिन पाएन भन्दै थियो अझ। अब त्यो मिसिनै छैन यताउति नै छैन भने त्यो अब जनशक्ति नै छैन भने त ठेकदार कसरी भयो? बल र पावरको तुजुकले बने हो कि ठेकदार पनि हैन। के रे उसको ठेकदारको नाम चाहिँ के हो त? ठेकदारको नाम के हो त? विपिन दुलाल नाम गरेको ठेकदार हुनुहुन्छ। हजुर। कहाँ बनेपकै भन्ने सुनेको छ। हजुर। अब अहिलेसम्म भेट्या पनि छैन। अब आउनु भएको थियो अरे। अब उहाँको साइड हेर्ने मान्छे आउँछ। अब अस्ति पनि कोही 2-4 जना केटीहरू राखेर यति गराइदियो। त्यो गराएपछि विपत्तै भयो मान्छे कहाँ छ के छ थाहा नै छैन। नगरपालिकालाई चाहिँ जानकारी गराउनु भयो नि त? नगरपालिकालाई वडालाई सबैलाई जानकारी सक्यो। वडा अध्यक्षलाई पनि फोन गरिसक्यो। वडा अध्यक्षले पनि खोइ गर्छ होला भन्छ। अब नगर प्रमुख भयो, अब उपमेयर हाम्रो नगर उपप्रमुख भयो। अब यो कुरा त अब हामीले पो खेपिरहेछ त। उहाँहरू बजारमा बस्नु भएको छ, आनन्दले बस्नु भएको छ हैन। मजाले एसी गाडीमा चिल पारेर हिँड्नु भएको छ। अब गाउँलेले के भइरहेछ, जनताले कस्तो दुःख पाइरहेछ त्यो चाहिँ बुझ्नै चाहेको छैन के। अब ठेकदारलाई भनौँ अब वडा अध्यक्षलाई फोन गऱ्यो भने गर्छ रे अथवा यसले चाहिँ कामै गर्ला जस्तो छैन भन्ने प्रतिक्रिया पनि आउँछ। अब हामी यसको लागि के गर्ने त अब हैन। बिरामी लानलाई अस्ति बोकेर ल्याउनु पर्यो त्यहाँबाट यहाँसम्म। अब हैन कति गाह्रो छ जनतालाई। तरकारी बोकेर ल्याउनु पर्छ। अब यहाँसम्म त्यहाँदेखि वहाँ परदेखि 6-7 किलोमिटर तरकारी बोकेर हिँड्नु पर्यो भने कस्तो गाह्रो हुन्छ मान्छेलाई। बजारमा बसेर तरकारी बजारमा किनेर खा जस्तो सजिलो त हुँदैन हैन। न तलतिरबाट जाने बाटो छ। अब यहाँ अस्ति पनि गाउँको 2-3 जना भाइहरू लडेर झन्नै एक्सिडेन्ट भएको तलतिर पुग्यो। कसले यसको जिम्मा कसले लिने? ठेकदारले लिन सकिन्छ त हैन।